सो अहिले चाहिँ कम्युनिटीमा एकदमै यो प्राइमको सिस्टमले गर्दाखेरि चाहिँ कम्युनिटी बिग्रेको हो कि जस्तो लाग्छ है मलाई चाहिँ पर्सनली भन्नु पर्दाखेरि। किनभने अहिले चाहिँ टिकटकहरूमा अनि युट्युबहरूमा हेर्दाखेरि चाहिँ कस्तो भइरहेको छ भने प्राइम 4 2 3 1 6 5 7 कतिकोहरूलाई चाहिँ एकदमै त्यो हुन्छ नि तल्लो नजरले हेर्ने, तँसँग यतिको आइडी छ तैँले मलाई केही भन्न सक्दैनस्, यति उति पैसावाला म हो यताउता भनेर भन्ने चलनहरू चलिरहेको रहेछ। मैले यहाँ टिकटकहरूमा पनि देखिरहेको थिएँ होइन। सो प्राइमले भन्दा पनि मान्छेको क्यारेक्टर र गेम प्लेले डिफाइन हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। किनभने पैसा भनेको सबैसँग नहोला, तर भएकोहरूले पनि गेममा इन्भेस्ट नगरेको होला मेबी होइन। उनीहरूसँग जे छ हामीसँग त्यो कुराहरू नहोला होइन। सो हम्बल हुन सिकम गाइज है, यस्तो अरूलाई गिराएर अरूलाई नराम्रो भनेर केही पाउँदैन। सो मैले चाहिँ जे देखेँ त्यही भनेको हो, मलाई जे मनमा लाग्यो त्यही भनेको हो। मलाई चाहिँ एकदमै यो कुराहरूले मनमा घोचिरहेको कुरा भएर मात्र मैले भनेको हो। सो मलाई चाहिँ कुनै पनि कन्ट्रोभर्सीमा पर्नु पनि छैन, मलाई कन्ट्रोभर्सीमा ड्र्याग डाउन नगरा हो है गाइजहरू, यो सबैलाई हम्बल रिक्वेस्ट छ। सो यदि तपाईँहरूलाई चाहिँ मेरो कुरा ठिक लाग्छ भने चाहिँ मलाई फलो गर्न नबिर्सिनु होला। मेरो यो भिडियोमा भ्युज नआए पनि मलाई केही प्रब्लम छैन। सो किनभने चाहिँ मलाई चाहिँ यो एकदमै नराम्रो लागेको भएर मात्र मैले भनेको हो। सो तपाईँहरूलाई नराम्रो लागेको छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ, म कमेन्टको रिप्लाईहरू गरि नै हाल्छु। सो आजलाई चाहिँ यति नै, अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ है त।